सबैलाई जमस्य हाम्रो शरीरमा रगत पम्प गर्नको लागि मुटु महत्त्वपूर्ण अङ्ग हो। जब मुटु चल्न छोड्छ तब मानिस जीवित रहन सक्दैन। तर आज यो शरीरको अङ्गको विषयमा होइन, तर हृदयको विषयमा म कुरा गर्न चाहन्छु। हृदय भन्दै गर्दा हाम्रो रोमान्टिक भावनाहरू जोडिएको साहित्य अथवा दर्शनशास्त्रले व्याख्या गर्ने हृदय होइन, तर बाइबलद्वारा परिभाषित हृदयको विषयमा हेरौँ। बाइबलमा हृदयको विषयमा झन्डै 1000 चोटि उल्लेख गरिएको छ। बाइबलले बताउँदछ कि हृदय हाम्रो आत्माको एक भाग हो, जसमा हाम्रो इच्छा र भावनाहरू हुँदछन्। मानिसको हृदयको विषयमा कुरा गर्दै गर्दा हामीले यो थाहा पाउनुपर्छ कि परमेश्वरसँग पनि भावना र इच्छा छ। त्यसैले परमेश्वरसँग हृदय छ। प्रेरित 13:22 परमेश्वरले इसेका छोरा दाउदलाई आफ्नो हृदय अनुसारको मानिस भनी बताउनु भएको छ। मानिसको हृदय स्वाभाविक रूपमा खराब, विश्वासघाती र धोका दिने हुन्छ। यिर्मया 17:9 बताउँदछ कि मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र? पापको कारण मानिसको पतन भएदेखि मानिसको विचार, इच्छा र भावनाहरू सबै पापले भरिएका छन् र यो समस्याको गहिराई बुझ्न हामी असक्षम छौँ। तर हामीले आफ्नै हृदयलाई बुझ्न नसके पनि परमेश्वरले सबै कुरा जान्नुहुन्छ। भजन सङ्ग्रह 44:21 उहाँले हृदयका गुप्त कुराहरू सबै जान्नुहुन्छ भनेर बताइएको छ। यूहन्ना 2:24 अनि 25 पढिदिनेछु। तर येशूले आफैलाई तिनीहरूको भरमा छोड्नु भएन, किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो। यिर्मया 17:10 पनि म पढिदिनेछु। हरेक मानिसलाई त्यसको चाल अनुसार र त्यसका कर्मको फल अनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलास गर्छु, त्यसको मनको म जाँच गर्छु। मर्कुस 7:21-23 येशूले मानिसको कुरूप हृदयको विषयमा बताउनु भएको छ। यहाँ यसरी लेखिएको छ, किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्छन्। यसैले हाम्रो सबैभन्दा ठुलो समस्या बाहिरबाट भन्दा पनि भित्रबाट उत्पन्न हुँदछ। यो भन्दै गर्दा केही समय अघि मैले युट्युबमा गस्पल कन्फरेन्स भन्ने च्यानलबाट कन्भर्जन साँचो परिवर्तन भन्ने विषयमा वचन सुनेको याद आयो र त्यहाँ प्रचारकले बताउँदै हुनुहुन्थ्यो कि साँचो परिवर्तन र नयाँ गरी जन्मनु भनेको हाम्रो बाहिरी स्वभावको परिवर्तन होइन, तर भित्री हृदय परिवर्तन हुनुपर्छ। बाहिर स्वभाव राम्रो, तर भित्र मरेको हुनु हुँदैन भनेर बताउँदै हुनुहुन्थ्यो। त्यसैले मानिसको उद्धार हुनको लागि हृदयको परिवर्तन आवश्यक छ र यो परिवर्तन विश्वासमा परमेश्वरको शक्तिद्वारा मात्र सम्भव छ। रोमी 10:10 पनि यसरी लेखिएको छ, किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। र अब अन्त्यमा हामीले सबैभन्दा धेरै आफ्नो हृदयलाई सुरक्षित राख्न जरुरी छ। वचनले पनि स्पष्ट बताउँदछ हितोपदेश 4:23 सबै कुराभन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। त्यसैले यो हृदयलाई संसारिक क्षणिक रमाइलोपनहरूले नभरौँ। हाम्रो प्रेमी, प्रेमिका र संसारका आइडलहरूलाई मूर्ति बनाएर नराखौँ। यो हृदय त अलरेडी छली छ। हामीलाई संसारको मोहतिर यो नै तिम्रो सारा जीवन हो भनेर हामीलाई भुलाइराख्छ र क्षणिक थोकमा भुलिराख्दा हामीले कति बेला अनन्तताको कुरा गुमाइ पठाउँछौँ, हामीलाई थाहै हुँदैन। सोसल मिडियाभरि एउटा भनाइ पनि निकै प्रचलित छ, लिसन टु योर हार्ट, आफ्नो हृदयको सुन। तर वचनले भन्छ हृदय छली छ र यही हृदयको सुनेर हामी कतिजना धेरैले भ्रमको जीवन बाँचिरहेका छौँ, आफ्नो बाटोहरू बिराएका छौँ। तर अब ख्रिस्टमा भएकाहरूलाई आशा छ, परमेश्वरले पक्कै पनि हामी भित्र नयाँ हृदय सृजना गर्न सक्नुहुन्छ र त्यो क्रममा हाम्रो हृदयलाई जाँच गर्नुहुन्छ र हाम्रो हृदयमा नयाँ ज्ञान, नयाँ इच्छा र नयाँ विचारहरूले भरिदिनु हुनेछ। आशा छ तपाईँले यो छोटो भिडियो सन्देशबाट केही आशिष पाउनु भएको छ। यति भन्दै बिदा हुन चाहन्छु। सबैलाई जय मसीह।